आज रामनवमी देवघाटमा आएर बोटिङको अनुभव लिँदै सरिता कस्तो लागिरहेछ त? राम्रो लागिरहेछ। जय श्री राम। जय श्री राम। आज रामनवमी हो नि त। यो तपाईहरु पार जाने हो? पारी हैन यतै आउने हो घुमेर। बोटिङ हो? हो। एकछिन रोकिन है। एकछिन रोकिन। ऊ पारी पारी पनि छ। हाम्रो गाडी चाहिँ उतै राखे पनि हुनेछ है। बोटिङ गरे यता आउनुपर्छ। आउ त्यता नजाऊ है। सरितालाई डर त लागेन नि? तिम्रो त? छैन लागेको। पुरै साथमा भएपछि जहाँ गए नि डर लाग्छ। अस्ति भर्खर पनि म उता उत्तराखण्ड जाँदा गरेको। उदयपुर जाँदा। गर्नुपर्छ कि भाइ त्यो चलाउनु त चला फेरि नखोस् है। कसैले हेर्नु पर्छ। ठुलो मान्छेले समाइदिनु। कति राउन्ड घुमाउँछ बाबु? फुल राउन्ड? हजुर पनि घुमेर आउने हो। कहाँतिर आउनुभयो तपाईँ चाहिँ? हामी चितवन नगर। म त कताको पो भन्नु। पानी पेडल राखिदिनु त। बाबु त्यो नगर ल। अगल अब त्यो पेडल राखिदिनु। यो नानीलाई कति बाँस गइरह्यो होला यहाँ है? धेरै गइरह्यो होला यहाँ त। चिलकुण्डा नि हो। चिलकुण्डा के हो त्यो? चिलकुण्डाकै चिल मात्र चिल बसिरहेको माथि। कहाँ खोइ? कोही आउँछ के? कहाँ? चिलकुण्डा भने यो? त्यो चिल सधैँ बसिरहन्छ हो? ओ माइ गॉड। केही पनि बस्दैन। यसमा? ल ठिक छ। नागकुण्डा कुन चाहिँ? ए यो चाहिँ नागकुण्डा हो रहेछ त है। कालो भएको सानो सानो भएको त। जय नाग देवता। अनि उयो यता भित्रको सूर्यकुण्ड यो होइन। यो चाहिँ नागकुण्डा सबै नागै नाग। यो भित्र नागकुण्डा। कुन भित्र बाबु? सूर्यकुण्ड। ए यो सूर्यकुण्डा? उता होइन आमाले बच्चा पानीले बनाएको। कहाँ? भयो भएन उता हो। ए पानीले बना हो? यो आफै अर्डिनेरी नेचुरल हो? ए अच्छा। ओम देवघाट धाम।
पानी छुटेको नि हो बाबु भाइ लास्ट सेती गण्डकी काली गण्डकी हो लास्ट टाइम गएर नारायणी बन्छ ए चढ्ने हो आऊ म लिएर जान्छु जानु मेरो छोरा एकदम चक्छ बिचार चढ्न पछि पछि लागिरहेको छ त्यो नानी गाडी यताबाट ल्यायो भने हिँडै आउनु रहेछ है खोलामै ठिकै छ अलिक कच्ची बाटो छ नि यतापट्टि फेरि यहाँ आउनु पऱ्यो त मन होइन यहाँ गाडी राखेर यहाँबाट यो कतिले बाबु यहाँबाट पारी गरेको पारी गएको 50 रुपियाँ एकजनाको उसो भए यताबाटै आउँछ सजिलो हुनेछ त यहाँ आयो नुहायो पारी गयो भाइले चाहिँ पुरा एक राउन्ड घुमाएर ल्याएर अब चाहिँ नि ल्याइपुर्यायो हाम्रो 500 रुपियाँ दाम सिद्धियो अब 500 रुपियाँको एक राउन्ड सिद्धियो